12/7 मा चाहिँ हामीले चाहिँ जिम्मा लाएर पठाइसकेको छौँ। ल तिमी के भन्न चाहन्छौ? बुझाउने छ। ल धन्यवाद। यो चाहिँ हाम्रो टिम धमिले भान्सले चाहिँ यो हामीले ठुलो सफलता हात पारेर अब हामीले दिँदैछौँ। अब चाहिँ हामीले चाहिँ पुलिसहरू आउँदै हुनुहुन्छ। अब हामीले चाहिँ यहाँको सामान बुझाउनेर जिम्मा लाउने कुरो छ। हामी चाहिँ यहाँ कति बज्यो अहिले भन्दाखेरि 11:55 बजिसक्दा पनि हामी चाहिँ खडा भएका छौँ। सच्चे नागरिकको हामीले परिभाषा दिँदैछौँ है। चाहिँ हामी सबैजना यहाँ पुरै मिलेर चाहिँ हामीले यो जिम्मा लाउने विचार गरेको छौँ। सक्षम नागरिकको हामीले उदाहरण दिने विचार गर्दैछौँ। सचेत ट्रफी नै उचाले त समात्यो। यही हो ट्रफी आज आरसीबीले जित्यो। यहाँ हामी यस्तो गेम हेर्ने क्रमले चाहिँ आज भिडियो गर्न चालक यो चाहिँ हामीले के अरे आइपिएल हेर्ने क्रममा हामीले आइपिएल फाइनल हेर्ने क्रममा चाहिँ हामीले यो सालक माछा चाहिँ भेटेको छौँ। यो हामीले भोलि बिहान यहाँ चाहिँ यसको वनको जिल्ला प्रमुख जीवहरूलाई पठाउने छौँ। जिम्मा लगाएर हामीले यो सही सलामत यसको उद्धार गर्नुपर्छ। गरेर संरक्षण गर्ने ठाउँमा हामीले पठाउनेछौँ। धन्यवाद। गलत मान्छेको हातमा नपरोस् भन्ने हाम्रो चाहना छ। धन्यवाद। यो चाहिँ हामीले यो सालक माछा त हामीले भाइन्स टिमले नै समात्न सफल भएको छौँ। हामीले समातेर कुनै गलत मान्छेको हातमा नपरोस् भनेर इलाका प्रहरी कार्यालय मकवानपुर गढीलाई मकरानपुरलाई फोन गरेर बोलाएका छौँ। आइपुग्ने बेला भयो। हामीले सही सलामत सकुशल अब उहाँहरूलाई बुझाउँछौँ। सचेत नागरिक भन्नु खोज्दा सक्षम नागरिक भन्नु। सचेत र सक्षम एउटै हो त। सचेत पनि छौँ। हजुर के भन्न चाहनुहुन्छ यो विषय? यहाँका युवा हौँ। यो विषयलाई कसरी लिनुहुन्छ तपाईँ? अब सालक पुलिसलाई बुझाइन्छ। तपाईँ के भन्नुहुन्छ यो विषयलाई? मैले केही भन्नु पर्दैन है, भनिसकेको छु। हामी एकदम सफल सक्षम सचेत नागरिक हौँ। हामी युवा हौँ। हामीले यस्तो यो प्राणीको रक्षा गर्नुपर्छ, सुरक्षा गर्नुपर्छ। तिमी के भन्न चाहन्छौ? अहिले परेर अनुभव भन्छु के अरे हामीले जहाँ पनि चालक देख्छौँ भने कृपया वन कार्यालयलाई खबर गरौँ र यो सचेत नागरिकको उदाहरण दिउँ। तिम्रो के छ? हामी चाहिँ राति आइपिएल हेर्ने चक्करमा हामीले चाहिँ चालक भेट्यौँ। तर चालक चाहिँ गलत मान्छेको हातमा नपरोस्, सही मान्छेलाई जाओस् भनेर हामीले चाहिँ यहाँनिर छोपेर अहिले डोकोमा राखेका छौँ। अब पुलिसहरूलाई बुझाउने छौँ। ल धन्यवाद। यो चाहिँ हाम्रो टिम धमिले भान्सले चाहिँ यो हामीले ठुलो सफलता हात पारेर अब हामीले दिँदैछौँ। त्यही भएर कस्तो आछ? राम्रो आछ। ल अब हामीले चाहिँ इन्सपेक्टर साहब आउँदै हुनुहुन्छ। अब हामीले दिनेछौँ। निन्द्रा पनि लागिसकेको छ। रातिको 12 बजिसकेको छ। दिएको नि भिडियो हुनेछ। यो हरेक पलको अपडेट हामी दिनेछौँ हजुरहरूलाई। हजुरहरूलाई भेन पुरै आइसकेको जस्तो लागेको छ। अब टेकेको छ यहाँ लिनको लागि। साउना पर्दै उहाँ सरहरू पनि राति 12 बजी आइसक्नु भएको छ चालकको लागि होइन। हामी पुरै रेडी पोजिसनमा छौँ। हामीले त डोकोल छोपेर राखेको यहाँ बाटोबाटै हिँड्दा बल्ल बल्ल समातेको डर लगाएर टोक्छ कि भनेर यत्रो आधार नगराएको एउटा छ कि दुइटा छ? एउटा मात्रै हो। एउटा मात्रै हो? अस्ति नै छोडेको हो क्या? हो यही बाटोबाट हिँड्दा चाहिँ गाडी साडी आउँछ। त्यो हुँदैन, यसले केही गर्ने भन्दैछ। वनको लागि उठ्दैन, इलाकामा भन्नुभयो। जिल्लामा गरेको इलाकामा इलाकाबाट भन्नुभयो। त्यो डोको लानु पर्ला जस्तो लाग्छ। डोको चाहिँदैन। एउटा गाडीमा लाने होइन? डोको त किन चाहियो? घाँस काट्नु ढोक्रोमा हाल्दै हुन्छ। भोलि बिहान डोको बोरामा हाल्दैन।
बोरामा यसो भित्र नहाल्ने बाहिरबाट गुडमुडी नै हुँदा यार बोक्न भनेर त्यसरी बोकेसी गुडमुडी केही गर्दैन तल समातेको छ यहाँ टाउको कहाँ अड्के खाइदियो त्यो मुनि घुमाउनु लाग्यो त्यो तल छिरे टाउको होइन टाउको घुमाउनु लाग्यो त छिरे कि जालीमा काट्नु च्यापै समाउँछ नि त्यसले यो काट्दिउँ न हँसिया ल्याएर उयो बोरा काट्नु नङले होइन बोरा काट्नुपर्छ बोरा टाउको यहाँ अड्क्यो कि मुनि गयो कि बोरा काट न बोरा तल झालेपछि त आइहाल्छ नि छोडिदिनु न छोडिदिनु अहिले एकछिनमा आफै सिधा हुन्छ नि पख्न ट्रफी उचाल्नै मान्छ अब उचालिसक्यो छोड अड्को कि यो बोरालाई यो निकाल्नु किन्छ यार बस्छ क्या त्यो अहिले हिँड्छ टिभी छोड्दैन टिभी हेर्छ एकछिन अहिले नै हेऱ्यो अहिलेदेखि यता आरसिबीलाई जिताएर छोडेको यतिकै लानुहुन्छ होइन तिमीले कुनाल पाण्डेको गेट त झारेको दुईटा विकेट झार त यसलाई यति राख्छ गाडीको है यतिको राख अनि पछि धागा काट्दै त्यो बोरा त भोलि बनलाई बुझाउनु त होला नि यो के हो त्यो त बनलाई बुझाउने हो कि के भने साह्रो धेरै छ एउटा यहाँ हुटो दौडेर आएछ यहाँ पछाडि बाटोबाटै हिँड्न गाडी साडी आएर हान्ने भन्दा भन्न त्यहाँ हाम्रो कुकुर थिएन न कुकुरले यस्तो खान्छ होइन धमिरा र कमिला टाउको निकाल्यो सबै साथै पानी हाल्नुपर्छ है ताला लुगिसक्यो कि होइन नि डोकोसित बोका भयो छोडिदिनु त्यतिकै हिँड न त्यतिकै हेर्दा नि डोको मात्रै समाधान लाग्छ डोको त यहाँ बेबी टुटु लाउन अब अब यो युट्युब काट्ने बोलाउ आऊ भन्दै पछाडिबाट फेरि उ गरेर फेरि भाग्ला नि त फेरि हाता बोकेपछि कुकुरकै पर्छ फेरि घुमाउनु खोजेको मिलिरहेन कि हुन्छ ल घुम्न प्ले भएको ल यो चाहिँ अब हामीले केही गर्दैन यसलाई भाले रहेछ कि पछि काम गर्दैन कि सालक है एकछिन त लखड्दा हैरान हो त यसलाई यो चाहिँ अब हामीले मकानचुली गरेर नगरपालिकाको सरहरूलाई हामीले बुझाउने वाला सरहरूले भोलि बनलाई बुझाइदिनुहुन्छ सरहरूले बनलाई बुझाइदिनु हुन्छ भोलि सिटमै राखे नि हुन्छ होला ब्रेकनिर जाला पछाडि होइन एकजना बस्नुहुन्छ होला नि त एकजना बसेर उहाँ हेर्नु न भाइ हाम्रो अपाङ्ग भाइ उतै छोडिदियो ल यतिकै सरहरूलाई हस्तान्तरण गरेको छ भोलि सरहरूलाई चाहिँ हाम्रो धनीले भाइन्स टिमले चाहिँ पत्ता लगाएर सरहरूलाई हामीले दिइसकेको छौँ सम्मान गर्ने बेला धनीले भाइन्स भनेर टोक्ने चाहिँ गर्दैन अरे यो पहिला नि भाइहरूले बुझाएर छन् अपाङ्ग भाइ नै आएछ हामी त अनि भाइरल भइसक्यो मान्छे त सब्सक्राइब पनि हान्नु पर्यो युट्युबमा हेर्नुहोस् धमीले भाइन्स भनेर हामीले भाइन्समा चाहिँ यो अब भिडियो भोलि अपलोड हुन्छ हामीले भाइन्समा राखेर पनि यसलाई समात्नु है हिँड्दैन छोइसकेपछि डराउँछ कि यो आत्मिँदो रहेछ कि सास फेर्नु पर्यो खिचिन्न होला यसलाई अब के खुवाउने कुरो के बाइक कहाँ हो गाडी कहाँबाट फर्काउँछ यहाँ ब्याग गरेर तल जानु ल यो अब हामीले चाहिँ सरहरूलाई जिम्मा दिइसकेको छौँ है
एउटा हामीले चाहिँ गेम हेर्दा चाहिँ इलाका प्रहरी कार्यालय मकवानपुर गढीलाई हामी सम्पर्क गरेर चाहिँ भइसकेको छौँ। भोइस ओभर गर्छु बरु। गाडी उता लगेर घुमायो भने चाहिँ सरहरू पनि निस्किनु भइसकेको छ। सरहरूले चाहिँ भोलि अब हामीलाई क्रेडिट दिँदाखेरि चाहिँ हामीले भाइन्स टिम भनेर चाहिँ दिनु होला, हामी यति भन्न चाहन्छौँ। हुन्छ लिएर पठाउने कि हो ल हामीले भाइन्सलाई सम्झिनु होला भोलि। लायौँ है ल सरहरूलाई हामीले जिम्मा लगायौँ। म अपाङ्ग मान्छेको समातेर दौडेर अपाङ्ग भाइ पनि यहाँ खुसीको साथ आइदिएको छ। ल सर ल हामीले भाइन्छ बिर्सिनु होला हामीले भाइन्स टिम हामीले भाइन्स चाहिँ नबिर्सिनु होला। हामीले भाइ सिउटोकतिर हेर्नु होला है जाउँ न त्यहाँ। ल अब हामी चाहिँ अब सरहरूलाई हामीले पठाएर चाहिँ हामी अब हामी सेटअप उठाउन लाग्छौँ है। फिर्ता भइसकेको छ। सरहरू हिँडिसक्नु भइसक्यो लाइट बाल्दै। टिभीको सेटअप अब निकाल्नुपर्छ आज। यो भिडियो अब भोलि हालौँला हामी सबैजना चाहिँ हामीले यो ढङ्गले भाइन्सले बुझाएकोमा चाहिँ हामीले सकुशल बुझायौँ। सकुशल बुझाएको सकुशल जिम्मा लागेको छ। हामी चाहिँ निन्द्राले चुर हुन्जेलसम्म 12/7 चाहिँ हामीले चाहिँ जिम्मा लाएर पठाइसकेको छौँ सरहरूलाई। सरहरू हिँडिसक्नु भएको छ। ल है त आजलाई यति नै गरौँ। नेक्स्ट चालक भेटेको थियौँ। नेक्स्ट भ्लग हामी फेरि झार्नेछौँ।